गुड मर्निङ फ्रम घरको सुन्तला बगान। यहाँ पनि भाइको टेन्जरिन होमस्टे बनाउँदैछ। सो गोइङ देयर। सिद्धार्थ दाजु चाहिँ अगाडि छ पछि। सो आज त्यहाँ गएर अहिले यहाँ झरेर एकछिन याक्खा होमस्टे गएर चाहिँ बिजनबारी झर्छु। सो लेट्स सी वाट ह्यापन्स। तपाईँ हाम्रो सुन्तलाको बगान हो जसमा चाहिँ रेयरली सुन्तला फल्छ स्याहार बेसी पुगेर। अहिले चाहिँ डिकेताले अलिअलि स्याहार ल्याउनु थालेको नत्र भने चाहिँ इट वाज लाइक अलमोस्ट सकिसकेको थियो है। अनि म त्यहाँ तलको कुमाटे होमस्टेको लोकेसन त्यहाँ पुगेर तपाईँलाई त्यहाँ भ्यू गरेर देखाउँछु। त्यहाँ तल एउटा रुम बनिँदैछ। यो अर्को दुई तले यहाँ पनि स्विमिङ पुल, यहाँ किचन। यहाँको चाहिँ यस्तो हुँदैछ। यो एउटा रुम हो। यस्तै उतापट्टि पनि बनिँदैछ तर यो चाहिँ यसको बाथरुम है। अनि यहाँ अगाडि चाहिँ बाल्कनी। दिन क्लियर भयो भने एउटा नाम्ची र दार्जिलिङ तपाईँ नाम्ची लिङ्गे लेम्बुङहरू देख्छ। यहाँ मुनि चाहिँ सेफ्टी ट्याङ्कमा आउँदैछ हो। मलाई चाहिँ अलिकति हाइटसँग प्रब्लम छ, त्यही भएर चाहिँ यहाँ ओह्रालो चाहिँ हेर्दिनँ। पक्रिने जग्गा छैन, टाइल्स अलिकति चिप्लो लाग्यो चप्लिँदामा गएर। अब म जानु आँटेको होमस्टे चाहिँ यहाँनिर छ, याक्खा होमस्टे। यसको अनि भ्यू म तपाईँलाई देखाउँछु। हेरौँ है त हिजोको मेहनत रङ लाउँछ कि लाउँदैन। ए नलाउँदो रहेछ। यस्तो हुँदा चाहिँ यसलाई यसो अफ गर्नुपर्छ हो। अन्त यो गियर खेलाउनुपर्छ यसको भन्थ्यो कुदाउनेहरूले। भएन एकछिन स्टार्ट गरिकन देखाउँछु ल। लास्टमा चाहिँ जम्प स्टार्ट भयो। अब लागेको सेटअप। आज चाहिँ प्रथममा म जानु छ याक्खा होमस्टे। यहाँनिर गएर एक दुईवटा बात मार्नु छ। काकासँग इनकेस आराम काका हुनुहुन्छ भने त्यो सकेर चाहिँ म तल फार्म जान्छु। फार्ममा साह्रै काम त छैन। अस्ति एउटा एक्सिडेन्ट भएको गाडी थियो मेरो इनोभा। त्यसको बनिँदै थियो। हो त्यो बनेर अलिक पार्ट्सहरू आउँदै छँदैछ। अन्त हो त्यो स्कुलको मुन्सिपलले ततापि जानु छ। अलिअलि कमाइ त हुन्छ तर कमाइ भएको चाहिँ गाडी बनाउँदै ठिक हुँदो रहेछ है हो। याक्खा होमस्टे गएर तपाईँलाई म याक्खा होमस्टे जाने बाटो पनि देखाइदिएको छु ल। त्यहाँबाट जान्छ। यो चाहिँ तपाईँको रेलिङदेखि बिजनबारीको रोड। यता लेफ्ट लिएर सिधै जानु भने बिजनबारी रोड, यता माथि लिएर जानुभयो भने चाहिँ याक्खा होमस्टे। वेलकम टु याक्खा होमस्टे। अब माथि सायद मलाई साह्रै लागेको छैन कि अश्विनहरू छ भनेर। माथि कोही छ भने साह्रै लागेको छैन। तर एकपल्ट गएर त्यहाँ होमस्टेको भ्यू चाहिँ तपाईँहरूलाई म देखाउने छु। बाटो चाहिँ रफ प्याच हो। 1 किलोमिटर जस्तो अफ रोडिङ छ। बाटोको विषयमा चाहिँ मैले तपाईँलाई अलरेडी भनिसकेँ। यस्तो अफ रोडिङै हो हुनु चाहिँ। अब त्यति साह्रो अफ रोडिङ पनि होइन, मिलेकै बाटो छ। सानो गाडीहरू पनि आउनु सक्छ, आरामले आउनु सक्छ है। यहाँ भ्यानहरू पनि लिएर आउनुहुन्छ हाम्रो यहाँ काकाहरूले। अन्त सुन्तलाको खेती पनि हुन्छ यता अलिअलि टुरिस्टको लागि। खालि यति हो यहाँ चाहिँ तपाईँको बर्खामा चाहिँ अलिकति टुविल गाडीहरूलाई चाहिँ अलिक साह्रो पर्छ, अथवा सानो गाडीहरूलाई चाहिँ अलिक साह्रो पर्छ। हुन त यो बोलेरो पनि टुविलै हो कि तर आरामले आउँछ। सानो गाडी त आइरहेको छ। मैले हाम्रो अस्ति टुर गर्दाखेरि सानो व्यागनर आरामले लिएर आएको 4 जनाको लोड बोकेर। खालि यहाँबाट उकालो चाहिँ सोलिङको प्याच छ कि त्यो चाहिँ अलिकति प्रब्लम छ हुनसक्छ अब नयाँ ड्राइभरहरूलाई। ओभरअल बाटो राम्रै हो यतिको। भ्यानहरू आरामले आइरहेको छ, देख्न सक्नुहुन्छ। कति राम्रो बाटोमा म
बाटो छैन तर त्यस्तो बाटो अनि एक्सपिरियन्स हुनु पऱ्यो कुदाउनुको लागि अलिकति के बनाउँदै रहेछ त्यो हेर्नुपर्ने छ है लगभग यहाँ होमस्टे आइसक्यौँ यहाँबाट तपाईँ सिधा अगाडि जानुहुन्छ अलिक अगाडि गएर डेड एन्ड हो तर राइट लिनुहुन्छ यहाँ होमस्टे पछि जानुहुन्छ तपाईँलाई त्यहाँ गएर देखाउँछु है त यो चाहिँ हो तपाईँको याक्खा होमस्टे गाडी अघि पनि स्टार्ट भएन त्यही भएर त्यहाँ उकालोमा राखिरहेको छु यसको डाइनिङ एरिया यता छ यो अस्ति सिरु उडायो भन्दै थियो हावा बेसी चलेर पहिला पनि यहाँनिर यस्तै थियो हावाघर त्यो चाहिँ गेस्टको लापरवाहीले गर्दाखेरि जल्यो अन्त यहाँ मुनि 2टा रुम छ यता माथि एउटा रुम छ लगभग 12जनाको अकुपेन्सीको रुम हो यो अन्त यहाँ तोरिएर पनि फलिरहेको रहेछ दिन क्लियर भएछ तपाईँले यहाँबाट दामी भ्यू चाहिँ दामी देख्नुहुन्छ माने भन्ज्याङ के अरे यता सिधा यतापट्टि माने भन्ज्याङ सुकिया दार्जिलिङ नाम्ची सबैको भ्यू देख्छ दिन क्लियर हुँदाखेरि चाहिँ तर हेरौँ यहाँ मुनि काकाले त के बनाउनु हुँदो रहेछ है त काकासँग बात थियो तर काका हुँदैन रहेछ अस्ति शिवरात्रिको यहाँनिर शिवको मूर्ति चाहिँ राखिरहनु भएको छ काकाले यहाँ शिवरात्रि मनाउनु भएको थियो होला सायदै सर याद भएन यहाँबाट कञ्चनजङ्घा पनि देखिन्छ अनि यो भेगमा तपाईँको कञ्चनजङ्घा पनि देख्छ दिन क्लियर हुनुभयो भने चाहिँ तर अहिले दिन क्लियर छैन यहाँ काकासँग भेट्नु त आएको थिएँ तर काम पनि भएन अब तल जान्छु तर त्यही त्यति साह्रो काम छैन बोरिङ अघि भने जस्तो ग्यारेज जानु छ ठाक्रा टुक्रो काम हो यो याक्खा होमस्टे तल बनिँदै गरेको अघि बिहान गएको ट्यान्जरिन होमस्टे सिद्धार्थको यो हाम्रो आनन्द प्रकारको हो अन्त थ्याङ्क यू फर सपोर्टिङ जति 2टा भिडियो हालेँ आफ्टर बिङ इरेगुलर फर अ भेरी लङ टाइम थ्याङ्क यू फर सपोर्टिङ जे भए पनि तपाईँहरूको सानो सपोर्टले सानो एउटा भ्यू 1 सेकेन्डको लागि क्लिक मात्रै गरिदिनु भने पनि धेरै वेस्ट पर्दो रहेछ क्या कन्फिडेन्स आउँदो रहेछ अन्त त्यही भएर सी यू गाइस टुमरो देन बाई बाई टाटा साइनिङ अफ आज पनि तर घाम चाहिँ चर्कै छ बिजनपरी महत्त्व नै रहेछ कम रिजोर्टमा आउनु स्विमिङ पुल गर्नु स्विमिङ पुलमा खेल्नु पुलिस ओपन अहिले है सो यस सी यू गाइस टुमरो बाई बाई